नमस्कार, म केजिभी पप्पी यहाँ छु र म तपाईँलाई स्वर्ग जान निश्चित हुने वा तपाईँमा अनन्त जीवन छ भन्ने कुरा 100% कसरी पक्का गर्ने भन्ने बारेमा बताउन आएको छु। किनभने सबैजना एक दिन मर्छन् र यो कुरा तपाईँको मनमा हुनु राम्रो अनुभूति हो र मरेपछि कुनै खराब परिणामसँग जुझ्न नपरोस् भन्ने चाहन्छु। तपाईँ मलाई भन्नुहोस् के तपाईँ 100% पक्का हुनुहुन्छ कि जब तपाईँ मर्नुहुन्छ तपाईँ स्वर्ग जानुहुन्छ? के तपाईँ 100% पक्का हुनुहुन्छ? किनभने केही मानिसहरू भन्छन्, ओहो थाहा छ, म अलि पक्का छु, आशा गरिरहेको छु। मलाई लाग्छ म राम्रो छु, म राम्रो मान्छे हुँ। धेरैजसो मानिसहरूले यही भन्छन्। म केवल सोध्दैछु कि तपाईँ 100 पक्का हुनुहुन्छ? 80 होइन, 98 होइन, 100 कि जब तपाईँ मर्नुहुन्छ तपाईँ स्वर्ग जानुहुन्छ? के तपाईँ 100% शुद्ध हुन्छ? ठिक छ, के तपाईँलाई बाइबल थाहा छ? बाइबलले भन्छ कि हामी 100% शुद्ध हुन सक्छौँ। त्यसैले धेरै कुरा नगरी रोमन्स 3:23 लेखिएको छ, सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट टाढा परेका छन्। यसको मतलब कोही पनि पर्फेक्ट छैन। म, तपाईँ वा हजुरआमा हामी कोही पनि पूर्ण छैनौँ। ठिक छ, हामी सबैबाट गल्ती हुन्छ। हामी सबैबाट गल्ती हुन्छ। हामीले झुट बोलेका, नराम्रो शब्द भनेका वा पेन्सिल चोरेका हुन सक्छौँ। यसरी नै सबैजना परमेश्वरको महिमाबाट टाढा परेका छन्। यो रोमन्स 3:23 छ। यसमा लेखिएको छ, पापको ज्याला मृत्यु हो। त्यसैले पापका कारण हामी सबै एक दिन मर्छौँ। यो पक्कै पनि दुःखको कुरा हो। तर सबैको जन्म र मरण निश्चित छ। यहाँ मृत्यु भनेको शरीर नष्ट भएर माटोमा मिल्नु मात्र होइन। बाइबल अनुसार दोस्रो मृत्यु पनि छ, जहाँ मृत्यु र नर्कलाई आगोको कुण्डमा फ्याँकिन्छ। म चाहन्न कि कोही त्यहाँ जाओस्, त्यसैले म यहाँ छु। दोस्रो मृत्यु, यसरी सोचौँ। तपाईँको पहिलो मृत्यु भनेको तपाईँको शरीर मर्नु हो। दोस्रो मृत्यु भनेको आत्मिक मृत्यु अर्थात् आगोको ताल हो। प्रकाशित वाक्य 21:8 अनुसार सबै झुट बोल्नेहरूले आगो र गन्धकको तालमा भाग पाउनेछन्, जुन दोस्रो मृत्यु हो। त्यसैले त्यहाँ सबै झुट बोल्नेहरूको कुरा गरिएको छ। त्यसैले तपाईँले एउटा झुट बोले पनि त्यसले तपाईँलाई झुट बोल्ने बनाउँछ मेरो साथी। प्रकाशित वाक्य 21:27 स्वर्गको कुरा गर्दै भनिएको छ र त्यहाँ कुनै पनि अशुद्ध वस्तु न त कुनै घृणित काम गर्ने न त झुट बनाउने स्वर्गमा प्रवेश गर्ने छैन। एउटा झुटले तपाईँलाई स्वर्गबाट बाहिर निकाल्छ, किनकि स्वर्ग शुद्ध ठाउँ हो र झुट बोल्ने मान्छे शुद्ध हुँदैन। त्यसैले सबैजना अपूर्ण छन् र पदले भने झैँ हामी परमेश्वरको महिमाबाट टाढा छौँ। यो समस्या हो, किनकि परमेश्वर हामीलाई माया गर्नुहुन्छ र हामी आगोको तालमा गएको चाहनुहुन्न। रोमी 5:8 अनुसार परमेश्वरले हामीप्रति आफ्नो प्रेम देखाउनु भयो कि हामी पापी छँदै ख्रिस्ट हाम्रा लागि मर्नुभयो। आखिर यी येशू ख्रिस्ट को हुन् त, जसको बारेमा तपाईँले सुन्नु भएको होला? उहाँ को हुनुहुन्छ? बुझौँ, सुरुमा परमेश्वरले संसार र आदम हवा बनाउनु भयो। उत्पत्ति 1:27 अनुसार परमेश्वरले मानिसलाई आफ्नै स्वरूपमा सृजना गर्नुभयो। उहाँले पुरुष र स्त्री दुवै बनाउनु भयो। यसपछि उहाँले तिनीहरूलाई एउटा मात्र नियम दिनुभयो, केवल एउटा, त्यो त्यहाँको रुखको फल नखानु। जस्तै उत्पत्ति 3:1 उनीहरूले नियम तोडेका थिए। त्यहाँ भनिएको छ, तब परमेश्वरले बनाउनु भएका सबै जनावर भन्दा सर्प चलाक थियो। उसले स्त्रीलाई भन्यो कि परमेश्वरले साँच्चै बगैँचाका कुनै रुखको फल नखानु भन्नुभएको हो। उत्पत्ति 3:6 भन्छ। र जब महिलाले त्यो रुख खानका लागि राम्रो छ, आँखालाई मन पर्ने छ र चाहन लायक रुख हो भनेर सोचिन्, बुद्धिमान बनाउने रुख भनेर उनले त्यसको फल टिपिन् र खाइन् अनि आफ्नो श्रीमानलाई पनि दिन्। उनले पनि खाए। त्यो पहिलो पाप थियो। आदम र हव्वाका सन्तान भए अनि तिनीहरूका पनि सन्तान भए र यसरी नै क्रम चलिरह्यो। र यही कारणले हामी अहिलेको अवस्थामा छौँ भनिएको छ। रोमन्स 5:12 लेखिएको छ, एकजनाबाट पाप संसारमा प्रवेश गर्यो र पापबाट मृत्यु आयो अनि मृत्यु सबै मानिसमा फैलियो, किनभने सबैले पाप गरेका छन्। त्यसैले हामी सबै एउटैबाट आएका हौँ। हामी सबैले पाप गर्छौँ। हामी सबै अपूर्ण छौँ। र उत्पत्ति 3:15 परमेश्वरले एउटा प्रतिज्ञा गर्नुभयो। उहाँले भन्नुभयो, र म तिमी र महिला बीच सर्पसँग कुरा गर्दै तिम्रो सन्तान र उसको सन्तान बीच वैर राख्नेछु। उसले तिम्रो टाउकोमा चोट पुर्याउनेछ र तिमीले उसको खुट्टाको कुर्कुचामा चोट पुर्याउनेछौ। त्यसैले बाइबलमा हामीले देख्ने येशूको पहिलो भविष्यवाणी यही हो। परमेश्वरले वाचा गर्नुभयो कि गलतलाई सुधार्न एक व्यक्ति आउनेछ। सुरुमा नै धेरै पहिले, अहिले करिब 3200 वर्षपछि अनुमान गरौँ को देखा पर्यो। बाइबलमा यशाया, र उनले कुँवारीबाट जन्मिने भविष्यवाणी गरे। यशाया 7:14 लेखिएको छ,
यसकारण प्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर्नुहोस्, एक कुमारी गर्भवती हुनेछिन् र छोरा जन्माउने छिन् र उसको नाम इमानुएल राखिनेछ। त्यो पहिलो भविष्यवाणी भएको त 3200 वर्षपछि थियो। र तिमीलाई थाहा छ के भयो? 700 वर्षपछि त्यो भविष्यवाणी पुरा भयो। हो, ठिकै हो, यसो जन्मनु भलो। त्यसैले मलाई थाहा छैन तिमीले क्रिसमसको बारेमा सुनेका छौ कि छैनौ, तर यही बेला संसारभरिका धेरै मानिसहरूले उत्सव मनाउँछन् येशूको जन्म। त्यसैले लुका 1:35 लेखिएको छ, र स्वर्गदूतले जवाब दिँदै उसलाई भनिन्, पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ र सर्वोच्चको शक्ति तिमीलाई छोप्नेछ। त्यसैले तिमीबाट जन्मिने त्यो पवित्र सन्तानलाई परमेश्वरको छोरा भनिनेछ, किनभने उहाँको मानवीय पिता थिएन, उहाँ परमेश्वरका छोरा हुनुहुन्छ। त्यसपछि उहाँ दाउदको सहरमा जन्मनुभयो, ठिकै यशायामा भएको भविष्यवाणी जस्तै बेथलेहेममा। त्यसपछि लुका 2:11 स्वर्गदूतहरू गोठालाहरूको अगाडि देखा परे। त्यहाँ लेखिएको छ, स्वर्गदूतले उसलाई भने, डर नमान, हेर्नुहोस्, म तिमीहरूलाई ठूलो आनन्दको शुभ समाचार ल्याएको छु, जुन सबै मानिसका लागि हुनेछ। किनभने आज तिमीहरूको लागि दाउदको सहरमा एक मुक्तिदाता जन्मनु भएको छ, जो ख्रीष्ट प्रभु हुनुहुन्छ। त्यसैले यति धेरै समय बितिसकेको थियो र अन्ततः येशू जन्मनु भयो, र जब येशू हुर्कनु भयो, उहाँ शक्तिले भरिनु भयो, लुका 2:40 लेखिएको छ। र बालक हुर्दै जानुभयो र आत्मामा बलियो, बुद्धिले भरिपूर्ण हुनुभयो, र परमेश्वरको अनुग्रह उहाँमाथि थियो। उहाँ विशेष हुनुहुन्थ्यो, किनकि उहाँ पूर्ण मानव र परमेश्वर हुनुहुन्थ्यो। मत्ती 15:30 31 अनुसार येशूले चमत्कार गर्न थाल्नुभयो। ठूलो भिडले लङ्गडा, अन्धा र धेरै बिरामीहरूलाई उहाँ कहाँ ल्याए र उहाँले तिनीहरूलाई निको पार्नुभयो। लाटाहरू बोलेको, अपाङ्गहरू निको भएको र अन्धाहरूले देखेको देखेर भिड अचम्मित भयो, र तिनीहरूले इस्राएलका परमेश्वरलाई महिमा दिले। अनि बाइबलले भन्छ कि उहाँले पानीमाथि हिँड्नुभयो। उहाँले मरेकालाई बिउताउनुहुन्थ्यो र धेरै चमत्कार गर्नुहुन्थ्यो। त्यसैले तत्कालीन धर्मगुरुहरू उहाँसँग डाहा गर्न थाले। येशूले यसबारे भविष्यवाणी गर्नुभएको थियो। मार्क 8:31 भन्छ, मानिसको छोराले धेरै दुःख भोग्नुपर्छ, अगुवाहरूबाट तिरस्कृत हुनुपर्छ, मारिनुपर्छ र 3 दिनपछि बौरी उठ्नुपर्छ। उहाँले यो भविष्यवाणी गर्नुभयो र मार्ने योजना बन्यो। मत्ती 12:14 छ। त्यसपछि फरिसीहरूले उहाँलाई नष्ट गर्ने योजना बनाउन बाहिर गएर बैठक गरे, र अन्ततः उनीहरूले येशूलाई लिएर क्रुसमा मार्न चाहे, जसलाई क्रुसमा चढाउनु पनि भनिन्छ। क्रुसमा मारिएको भन्ने कुरा भन्नको लागि यो विशेष शब्द हो। उनीहरूले येशूलाई दोषी ठहर गर्न ठूलो समूह जम्मा गरे, र उनीहरू येशूलाई मार्न अनुमति माग्दै थिए। त्यही भयो, सबैजना जम्मा भए। उनीहरूले येशूलाई क्रुसमा चढाए र अन्ततः येशू त्यही क्रुसमा मरे। हो, दुःखद दिन थियो। र उहाँको मृत्यु भएको 3 दिनपछि केही मानिसहरू उहाँको चिहानमा उहाँको समाधिमा आए, तर उनीहरू छक्क परे। उनीहरूले भेटे येशू त्यहाँ थिएनन्, र त्यहाँ एउटा स्वर्गदूत थियो। लुका 24:6-7 स्वर्गदूतले भन्छ, उहाँ यहाँ हुनुहुन्न, उहाँ सजै उठ्नु भएको छ। उहाँले अझै यहाँ हुनुहुन्जेल तिमीहरूलाई जे भन्नुभएको थियो सम्झनु। गलिलामा भन्नुभयो, मानव पुत्र पापीहरूको हातमा सुम्पी क्रुसमा चढाइनु पर्छ र तेस्रो दिन बिउतनु पर्छ। त्यसैले उहाँ मरेकाहरूबाट फेरि उठ्नुभयो। र त्यसैले सम्झनुहोस्, पापको, नराम्रो कामको सजाय मृत्यु हो, र दोस्रो मृत्यु पनि छ, जुन नर्क हो, आगोको तालमा। त्यहाँबाट उम्कन कुनै उपाय छैन। त्यसैले त्यहाँ नजानुहोस्। पापी भएकोले हामी नर्कको योग्य छौं, तर परमेश्वरले माया गर्नुहुन्छ। रोमी 5:8 अनुसार हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो। त्यसैले येशू केवल क्रुसमा मर्नु भएको होइन, उहाँले आफ्नो मृत्यु, आफ्नो बलिदानद्वारा हाम्रो पापको मूल्य तिर्नुभयो। उहाँले पूर्ण जीवन जिउनु भयो। तपाईलाई थाहा छ, उहाँले कहिले पाप गर्नु भएन। 2 कोरिन्थी 5:21 भन्छ, उहाँले पाप नजान्नेलाई हाम्रो लागि पाप बनाउनु भयो, ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौं। 1 पेत्रुस 2:24 भन्छ, उहाँले आफैले हाम्रा पापहरू क्रुसमा बोक्नुभयो। हाम्रा सबै विगत र भविष्यका पापहरू त्यस दिन उहाँकै शरीरमा थिए। उहाँ परमेश्वर र मानिस दुवै हुनुहुन्थ्यो। त्यो पूर्ण थियो, तपाईको पापको भुक्तानी भयो। इब्रानी 2:9 भन्छ, उहाँले अनुग्रहले सबैका लागि मृत्यु भोग्नुभयो। कुलुसी 2:14 अनुसार उहाँले हाम्रा विरुद्धका नियमहरू मेटाइदिनु भयो। दौडमा जस्तै उहाँले ती मेट्नुभयो, हामीले गर्न नहुने कुराहरूको त्यो लामो सूची। ठिक छ, ठुलो लामो सूची।
झुट नबोल, चिटिङ नगर, चोरी नगर, ठुलो सूची छ र त्यो हाम्रो विरुद्धको नियम हो। तपाईँका सबै गल्तीहरूको सूची उहाँले मेट्दै हुनुहुन्छ। कुलुसी 2:14 अनुसार हाम्रा विरुद्धका सबै नियमहरू उहाँले हटाएर बाटो सफा गरिदिनु भयो। यसलाई उहाँको क्रुसमा ठोकिनु भयो। तपाईँले गरेका वा भविष्यमा गर्ने सबै खराब कामहरू त्यो दिन क्रुसमा ठोकिएको थियो। र सबैजना स्वर्ग जाँदैनन् र सबैजना नर्क जाँदैनन्। बाइबलले भन्छ सबैले गर्नै पर्ने एउटा कुरा छ। त्यहाँ लेखिएको छ र उहाँले तिमीलाई बाहिर ल्याएर भने, सरहरू म बचाउन के गर्नुपर्छ? प्रभु येशूमा विश्वास गर, तिमी र तिम्रो परिवार बच्नेछौ। प्रेरित 16:31। त्यहाँ राम्रो मान्छे बन्नु भनेर भनेको छैन। चर्च जाउँ भनिएको छैन। पापबाट पश्चाताप गरी खराबबाट फर्क वा गाली गर्न छोड भनिएको छैन। त्यहाँ भनिएको छैन गरिबलाई पैसा देऊ। यी सबै भनिएको छैन। धेरै कुरा सिधै भनिएको छैन। ठिक छ? त्यहाँ लेखिएको छ प्रभु येशू ख्रीष्टमा विश्वास गर अनि तिमी र तिम्रो घराना बचाइनेछ। कोही आफ्ना असल काममा त कोही अल्लाह, बुद्ध वा ब्रह्माण्ड जस्ता झुटा देवहरूमा विश्वास गर्छन्। लेखिएको छ प्रभु येशू ख्रीष्टमा विश्वास गर अनि तिमी र तिम्रो घराना बचाइनेछ। त्यसैले उहाँमा विश्वास गर र बचाइनेछौ। यदि म असल भएर स्वर्ग जान्छु भन्छु भने म आफैमा भर परिरहेको छु। तर येशू असल हुनु भएकोले उहाँले मेरो पापको मूल्य चुकाउनु भयो र म स्वर्ग जाँदैछु भन्नु नै मुख्य कुरा हो। म आफ्नै धार्मिकतामा विश्वास गर्दिन, किनकि बाइबल अनुसार हाम्रो धार्मिकता त मैलो र गन्हाउने लुगा जस्तै हो। त्यसैले स्वर्गको ढोकामा पुग्दा आफ्नो त्यस्तो मैलो लुगा देखाउने प्रयास नगर्नुहोस्। सिधै भन, मैले येशूमा विश्वास गरेँ र उहाँले मेरो पापको लागि फिरेको मूल्यमा। यसले मलाई धार्मिकता र स्वर्ग जाने बाटो दिन्छ। अनुग्रह र विश्वासद्वारा तिमीहरूको उद्धार भएको हो। यो तिमीहरू आफैबाट होइन, परमेश्वरको उपहार हो, ताकि कसैले घमण्ड नगरोस्। यसलाई बुझौं, तिमीहरू अनुग्रह र विश्वासद्वारा उद्धार भएका हौ। अनुग्रह सित्तैको वरदान हो भने विश्वास तिम्रो भरोसा हो। त्यसैले अनुग्रह र विश्वासबाटै तिम्रो मुक्ति भएको हो। तिमी जे विश्वास गर्छौ त्यसैबाट उद्धार हुन्छौ। भनिएको छ यो तिमीहरू आफैबाट होइन, परमेश्वरको उपहार हो, कामबाट होइन, ताकि कसैले घमण्ड नगरोस्। कतिले उपहार त ल्याउँछन् तर त्यसमा शर्तहरू जोडिएका हुन्छन्, होइन र? वेबसाइटले निशुल्क उपहार भन्दै $1 मागेमा त्यो उपहार होइन। कि तिर्नुपर्ने वा गर्नुपर्ने कुरा उपहार हुनै सक्दैन। यदि मैले तिमीलाई भने, हे म तिमीलाई यो बाइबल दिन्छु तर तिमीले मलाई $5 दिनुपर्छ, के त्यो उपहार हो? होइन, ठिक। यदि मैले भने म तिमीलाई यो बाइबल दिन्छु, यो उपहार हो, तर तिमीले अब गाली गर्न पाउँदैनौ, कुनै नराम्रो शब्द होइन, के त्यो उपहार हो? होइन, किनभने तिमीले त्यसलाई कमाउनु पर्यो वा योग्य हुनु पर्यो र बाइबलले भन्छ यो निशुल्क उपहार हो। निशुल्क उपहार तिमीले लिन्छौ र भन्छौ धन्यवाद। उद्धारका लागि गर्नुपर्ने यति नै हो। ईश्वरीय प्रेमको निशुल्क उपहार। र यो बाइबलमा धेरै पटक भनिएको छ कि केवल येशूमा विश्वास गरेर मात्र हो। त्यही मात्र बाटो हो। यो कामले होइन, नत्र कसैले घमण्ड गर्ला। स्वर्ग पुग्दा मैले राम्रो काम गरेर यहाँ आएको हुँ भन्न पाउन्न। म भन्छु म यहाँ छु किनभने येशूले मेरो लागि यहाँ आउने बाटो फिर्नुभयो। येशू मेरो सट्टा मर्नु भयो। स्वर्ग पुग्ने एउटै बाटो यही हो। म पर्याप्त असल छैन, म पूर्ण छैन, तर येशू पूर्ण हुनुहुन्थ्यो। रोमी 4:5 भन्छ, जसले काम गर्दैन तर दुष्टलाई धर्मी तुल्याउने माथि विश्वास गर्छ, उसको विश्वास नै धार्मिकता गनिन्छ। तिमीले काम गर्नै पर्दैन, यसले भन्छ, तर उसलाई जसले काम गर्दैन। त्यसैले तिमीले असल कामहरू गर्नै पर्दैन। र पाप छोड्नु पनि त्यसो भए असल काम नै हो। यो जोनाह 3:10 लेखिएको छ। त्यसैले परमेश्वरले तिनीहरूको काम देख्नुभयो कि उनीहरूले आफ्नो दुष्ट बाटोबाट फर्किए, त्यसैले त्यो काम भनिन्छ। आफ्नो खराब बाटोबाट फर्कनु काम हो र त्यो आवश्यक छैन। स्वर्ग जान येशूमा विश्वास गरे पुग्छ, जसरी यूहन्ना 3:16 लेखिएको छ, किनभने परमेश्वरले संसारलाई यति माया गर्नुभयो कि उहाँले आफ्नो एकमात्र छोरा दिनुभयो, उहाँमा विश्वास गर्ने नाश नभई अनन्त जीवन पाओस्। यो प्रसिद्ध पदले भन्छ येशूमा विश्वास गर्ने जो कोही नाश हुँदैन तर अनन्त जीवन पाउँछ। त्यसो भए अनन्त जीवन कति लामो हुन्छ त? सधैँभरि? एक पटक त्यो उपहार पाएपछि त्यो सधैँ तिम्रो हुन्छ।
ठिक छ, यदि मैले भने, हेर म तिमीलाई एउटा उपहार दिन्छु, यो बाइबल यो तिम्रो हो, तिमीले लिन सक्छौ, यो उपहार हो। तर त्यसपछि तिमीले मलाई रिस उठायो भने म त्यो फिर्ता लिन्छु। त्यो उपहार होइन, शर्त सहितको अनौठो किमती जस्तो भयो। तर यहाँ भनिएको छ, उपहार पाएपछि त्यो अनन्त जीवन हो र तिमीले यसलाई गुमाउन सक्दैनौ। यूहन्नामा पनि लेखिएको छ, उहाँलाई ग्रहण गर्ने र नाममा विश्वास गर्नेलाई उहाँले परमेश्वरका सन्तान बन्ने अधिकार दिनुभयो। बाइबलले बारम्बार भन्छ, केवल विश्वास गर्नुहोस्, विश्वास गर्नुहोस्। केवल येशूमा विश्वास गरेर मात्र तपाईँ परमेश्वरको सन्तान बन्न सक्नुहुन्छ। यूहन्ना 3:3मा लेखिएको छ, येशूले जवाफ दिनुभयो र उहाँलाई भन्नुभयो, साँचो साँचो म तिमीलाई भन्छु, जबसम्म मानिस फेरि जन्मिएको छैन, उसले परमेश्वरको राज्य देख्न सक्दैन। के तपाईँलाई पहिलो र दोस्रो मृत्यु याद छ? आमाबाट पहिलो शारीरिक र दोस्रो आत्मिक जन्म हुन्छ। सम्झनुहोस्, तपाईँ जन्मिँदा आमाले सबै काम गर्नुभयो, तपाईँले केही गर्नु परेन। तपाईँ जन्मिएपछि परिवारको सदस्य बन्नुहुन्छ, यहाँ पनि त्यस्तै हुन्छ। उहाँले सबै गर्नुभयो र यो नयाँ जन्म एकै क्षणमा हुन्छ। एकपटक परिवारमा परेपछि तपाईँ सधैँ त्यही हुनुहुन्छ, तपाईँ नजन्मिएको हुनै सक्नुहुन्न। म चाहिँ देख्दिनँ, जन्मिएपछि सधैँ परिवारकै भइन्छ। तपाईँ भन्न सक्नुहुन्छ, आमा बुबा मलाई तपाईँहरू मन पर्दैन, म टाढा भाग्छु, धेरै टाढा जानेछु र मलाई फेरि कहिल्यै देख्नुहुने छैन। मलाई तपाईँहरू र तपाईँका नियमहरू मन पर्दैन, म कुरा पनि गर्दिनँ भने पनि तपाईँ उहाँकै सन्तान हो। तपाईँले भगवानलाई म जे मन लाग्छ त्यही गर्छु भनेर जति टाढा गए पनि तपाईँ सधैँ उहाँकै परिवारमा हुनुहुन्छ। ठिकै हो, तपाईँको आत्मा सुरक्षित छ। तपाईँको नाम जीवनको पुस्तकमा लेखिएको छ। एकपटक बचाइएपछि सधैँलाई बचाइन्छ। तर हामी बचाइएपछि जे पायो त्यही गर्न मिल्दैन। हामी यसलाई मनपरी गर्ने अनुमति जस्तो प्रयोग गर्न सक्दैनौँ। बचाइएपछि हामी असल काम गर्न चाहन्छौँ। इब्रानी 12:6-8 भन्छ, प्रभुले जसलाई माया गर्नुहुन्छ उहाँले अनुशासन र स्वीकार गर्नुभएको छोरालाई दण्ड दिनुहुन्छ। यसैले उहाँले अनुशासन गर्नुहुन्छ। त्यो भनेको सजाय पाउनु जस्तै हो र स्कोर्जेस भनेको कुटाइ खानु जस्तै हो। अनुशासनमा रहँदा परमेश्वरले तपाईँलाई छोरा जस्तै व्यवहार गर्नुहुन्छ। कुन छोरालाई बुबाले अनुशासन गर्दैनन् र? तर अनुशासन नपाए तपाईँहरू छोरा होइन, नाजायज सन्तान हुनुहुन्छ। त्यसैले प्रभुले तपाईँलाई माया गर्नुहुन्छ भने उहाँले तपाईँलाई यही पृथ्वीमा सजाय दिनुहुन्छ। यदि मैले पसलमा केही चोरे भने परमेश्वरले मलाई यही सजाय दिनुहुन्छ र जेल पठाउनुहुन्छ। तर मैले कहिले नर्क वा आगोको तालको सजाय भोग्नु पर्ने छैन, किनकि येशूले मेरा सबै पापको मूल्य तिरिसक्नु भएको छ। उहाँले हामीलाई यस पृथ्वीमा मात्र सजाय दिनुहुन्छ। हाम्रो जीवनभर परमेश्वरका सन्तान भएपछि हामी उम्कन सक्दैनौँ। नयाँ जन्म पाएपछि परमेश्वरले हामीलाई आफ्नै छोराछोरी मान्नुहुन्छ, त्यसैले हामी मन परी गर्दैनौँ। बाइबल भन्छ, यदि मुखले येशूलाई प्रभु स्वीकार्छौँ र परमेश्वरले उहाँलाई बिउताउनु भएको कुरा हृदयले विश्वास गर्छौँ भने तिमीले उद्धार पाउनेछौ। किनभने हृदयले विश्वास गर्दा मानिस धर्मी ठहरिन्छ र मुखले स्वीकार गर्दा उद्धार प्राप्त हुन्छ। त्यसैले स्पष्ट छ, तिमीले आफ्नो हृदयमा विश्वास गर्छौ अनि मुखले त्यसलाई भन्यौ, यसरी नै तिमीले उद्धार प्राप्त गर्छौ। बस तिमीले विश्वास गर्छौ र त्यसलाई खुला रूपमा भन्यौ। रोमी 10:9-10 भन्छ, अनि प्रभुको नाम पुकार्ने जो कोहीले उद्धार पाउनेछ, त्यसैले तिमीले आफ्नो नाम पनि राख्न सक्छौ। यदि तिमीले प्रभुको नाममा पुकार गर्छौ भने तिमी उद्धार पाउँछौ, वा यदि मैले प्रभुको नाममा पुकार गरे भने म उद्धार पाउँछु। यो रोम 10:9-13मा छ। म भन्न खोज्दैछु कि तिमीले गर्नुपर्ने भनेको प्रभुलाई उद्धारको लागि पुकार गर्नु हो र उहाँले तिमीलाई बचाउनुहुन्छ। यो साधारण प्रार्थना हो, यो कुनै जादुमय प्रार्थना वा विशेष शब्दहरूको संयोजन होइन। यो तिमी आफै हो, पुरै मनले आफ्नो आत्माको गहिराईबाट परमेश्वरलाई भन्ने कुरा हो। भन्नु, म जान्दछु कि म पापी हुँ र म विश्वास गर्छु कि तपाईँ मर्नुभयो र फेरि बाँच्नुभयो। तपाईँले मेरो पापहरूको मूल्य तिर्नुभयो येशू, ताकि म आगोको तालमा जानु नपरोस्। तपाईँले मूल्य तिर्नुभयो। यसैले म अनन्त जीवनको उपहार पाउन सक्छु। येशूले मलाई बचाउनुहोस् र मलाई अनन्त जीवनको निशुल्क उपहार दिनुहोस्। म मरेपछि मलाई स्वर्ग लैजानुहोस्। आमेन। यदि तिमीले पुरै मनले परमेश्वरलाई यस्तै केही कुरा भन्यौ भने उहाँले तिमीलाई बचाउनुहुन्छ भन्ने विश्वास गर्छौ भने त्यसो हो। त्यसैले बधाई छ। यदि तिमीले आज पुरै मनले त्यो भन्यौ भने यो तिम्रो आत्मिक जन्मदिन हो। शुभ जन्मदिन। हेर, अब तिम्रो 2वटा जन्मदिन भयो, त्यसैले मलाई लाग्छ तिमीले अझ बढी केक पाउँछौ। र साँच्चै शुभ जन्मदिन। स्वर्गमा स्वर्गदूतहरू रमाउँदैछन्।
साँच्चै मेरो वचन सुन्ने र मलाई पठाउने माथि विश्वास गर्नेले अनन्त जीवन पाउँछ। ऊ दोषी ठहरिँदैन, तर मृत्युबाट जीवनमा सरिसकेको छ। अब के गर्ने? बाइबल पढ्नुहोस्। म केजीभी मन पराउँछु किनकि यो परिवर्तन भएको छैन, जबकि अन्य अनुवादमा कुरा बाँझिन्छन्। म अहिले त्यसमा जान्नै चाहेर किङ जेम्स। मुख्य कुरा यही हो। अङ्ग्रेजी बाहेक अरू भाषाका लागि म स्क्रिनमा देखाउँछु जुन तपाईँको भाषामा राम्रो बाइबल हो, किनभने बाइबल भन्छ सबै धर्मशास्त्र ईश्वरीय प्रेरणाको हो र यो शिक्षा, सुधार र धार्मिकताको तालिममा उपयोगी छ। परमेश्वरलाई खुसी पार्न 1 पत्रुस 2:2ले भने चाहिँ नवजात शिशुले दूध खोजे जस्तै वचनको तृष्णा गर्नुहोस् ताकि तपाईँको आत्मिक वृद्धि होस्। दोस्रो, बत्तिस्मा लिनुहोस्। यो स्वर्ग जान अनिवार्य त होइन, तर बाइबलले यसलाई असल काम भनेको छ। मत्तीको अन्तिममा लेखिएको छ, येशूले भन्नुभयो, स्वर्ग र पृथ्वीको सबै अधिकार मलाई दिइएको छ। त्यसैले जाऊ, सबै जातिलाई चेला बनाऊ, पिता, पुत्र र पवित्र आत्माको नामलाई बप्तिस्मा देऊ र मैले आज्ञा गरेका सबै कुरा पालन गर्न सिकाऊ। र हेर, म सधैँ तिमीहरूसँग छु, संसारको अन्त्यसम्म पनि। आमेन। यो मन पर्छ र येशूले आफै बप्तिस्मा लिएर यो राम्रो कुरा हो भनेर देखाउनु भयो। ती दिनमा येशू नासरतबाट आएर यूहन्नाद्वारा बप्तिस्मा लिनुभयो। पानीबाट निस्कँदा उहाँले आकाश खुलेको र आत्मा परेवा झैं ओर्लिएको देख्नुभयो। स्वर्गबाट आवाज आयो, तिमी मेरो प्रिय पुत्र हौ, म तिमीसँग प्रसन्न छु। अनि आत्माले उहाँलाई मरुभूमिमा डोर्याउनुभयो। यो मार्क 1:9-12 हो। के तपाईँ चाहनुहुन्छ कि परमेश्वर तपाईँमा प्रसन्न हुनुहोस्? तपाईँ उद्धार पाएपछि बप्तिस्मा लिनुहोस्। आज्ञा पालनमा यो अर्को राम्रो कदम हो। त्यसपछि येशूले सेवा थाल्नुभयो। चेला र चमत्कार गर्दै बप्तिस्मा पछि ईश्वरीय शक्ति छिट्टो देखिने कुरा मैले बुझेँ। बप्तिस्मा पछि तपाईँले परमेश्वरको सेवा गर्न सक्नुहुन्छ। यदि तपाईँले बच्चामा वा उद्धार पाउनु अघि नै बप्तिस्मा लिनुभएको भए त्यो बाइबल सम्मत छैन। यो साँचो बप्तिस्मा होइन, किनकि बाइबल अनुसार उद्धार र नयाँ जन्मपछि मात्र बप्तिस्मा हुन्छ। त्यसैले धेरैले पुनः बप्तिस्मा लिन्छन्। यदि तपाईँको स्थिति त्यस्तै हो भने राम्रो चर्चमा गएर फेरि बप्तिस्मा लिनुहोस्। यो येशूको मृत्यु, दफन र पुनरुत्थानको प्रतीक हो। तपाईँ उहाँसँगै मरेर बिउतनु ख्रिस्टमा तपाईँको नयाँ जीवनको एउटा चित्र हो। धेरैले पुनः बप्तिस्मा लिनु सामान्य हो। यो उद्धार पाएकाहरूको नयाँ जीवनको पहिलो कदम हो। त्यसैले बाइबल पढ्नुहोस्, बप्तिस्मा लिनुहोस् र राम्रो चर्च खोज्नुहोस्। उद्धार निशुल्क उपहार हो भन्ने चर्चबारे सुन्नुभएको छ? यदि कसैले आफ्नै प्रयास वा कसमले उद्धार पाइन्छ भन्छ भने त्यस्तो कुरा नसुन्नुहोस्। बरु म येशूको कारण स्वर्ग जाँदैछु भन्ने चर्च रोज्नुहोस्। ठिक छ, तपाईँको समयको लागि धन्यवाद। म तपाईँलाई माया गर्छु र तपाईँको रात वा दिन राम्रो जाओस्। जे भयो नि म खुसी छु। मुक्ति उपहार लिनुभयो भने ध्यान दिनुहोला। बिदा।